फाइनली म चाहिँ घर आइपुगेँ होइन। अब मम्मीलाई चाहिँ खुवाउनुलाई मम्मीलाई प्र्याङ्क गर्दैछु म चाहिँ अब जागिर नखाने भनेर। ओके अस्तिबाट गएको छैन जागिरमा? गएन। किन? के भन्छ? किन आउँदा? भन कुरा मलाई बादल के भयो? सत्य कुरा नबताएर सत्य कुरा त किन त? गएको ठ्याक्कै गएको तपाईँको याद आयो। यस्तो ठ्याक्कै बाटो छुट्टी मर्नु याद आयो। भात चाहिँ नपात खाँदैन पो खाँदै जाउँला एकछिन घरतिर बस्छु। खानै पर्छ नि सर जागिर। म बरु यतै घरतिर त्यति पैसा गएछु हुन्न के गर्छौ अन्त? जसरी होइन काठमाडौँतिर जान्छु, काठमाडौँतिर बरु अरू केही गर्छु। के भने रश्मिले बिहे गरेर जानु भन्नु न। टक्क बुढी भइसक्यो म चाहिँ यहाँ गएन कि म चितवन बसेर ए भगवान् कस्तो जान त गएको अनि भागेर आयो। ल लुगा सबै ल्याएको मैले मलाई चाहिन्छ त्यो उहाँको उको मतलब ल्याएको पल्टाउनु पल्ट किन्छ सर्टिफिकेट लिएर आएको मैले। अनि अस्ति भर गएर त छुट्टी दिए त भनेको के? छुट्टी दिन्न के अनि अस्ति भरको छुट्टी दिन्छ नि के नआएको त नि? गएको झ्याउलाई 4 घन्टा ड्युटी हालेको आजभोलि। पहिला जस्तो उ भयो पो एउटा कुरो। खानै पर्छ नि सर जागिर। मैले त कमाइहाल्छु नि जागिर। हुनु कुरा गर्छ नहुनु यो केटाखेरि के भएको त? सुताउँदा उठ्ने खाइसेरतिर अब केले कोतारे भनेको त चिलले कोतार्दो रहेछ कि। यस्तोलाई पनि 3500 अरे कि। अनि हो कि माखानमा क्या म खाने म छोडेर आएको। कस्तो पत्याउँदैन ल ल होइन जहाँबाट नि तपाईँलाई पैसा कमाएर दिएँ भयो ल कस्तो ए झर्नालाई भन्दा खै झर्नालाई पनि भनेको थियो त म खाँदा झर के गर्ने म आउने नआउने हुन्थ्यो। त्यो किन त तेरो मन जे गरेर गर्न भन्थ्यो। मम्मीलाई भन्नु भने मम्मीले त दिन्न भन्थ्यो। ल ल म त्यसो यति आउँछु झरनाले हिजो भन्छु भन्दै थिएँ। के भन्छ मम्मीलाई भन्नु छ डाइरेक्ट कुरा भन्न पठाएको छ मलाई भन्दै थियो त। नहुने भएर नहिन्छ जागिर त्यो आर्मीकै जागिर खानुपर्छ नि सर। आर्मी यतातिर त्यति पैसा त्यति चाहिँ कमाइसी भइहाल्यो नि। कता गएर कमाउने हो त? यहाँ बस्दैन नि त काठमाडौँतिर जान्छु पठाउ गर्छु अनि कुकसुक सिक्छु केही चिज गर्छु नि त। नहुने कुरा नगर त्यसै बरु पिट्नु मलाई मार्नु मलाई गर्नु तर हुने कुरा गर्नुपर्छ नहुने कुरा गर्न ल कस्तो भयो त्यसो तपाईँलाई पत्याइ नभए अब के लाग्छ? अब छोरोले हाँस्यो भने छोरा हाँस्यो भन्दैमा अब छोरो हाँस्यो भन्दा पनि गलत भनेको हुन्न सधैँ होइन। अनि त्यो टाउको छोडेको त फेरि त्यो टाउको नआएको त फेरि के नआएको के नआएको त्यसो? अनि कहाँ जानु मेरो घरै यहीँ छ त जागिर छोडेको म कहाँ जानु त अनि घर आएको किन छोडेको जागिर? किन छोडेको जानै मन लाग्यो नि त्यस्तो। अनि यत्रो बेलासम्म त त्यो हिँडेको के काम लाग्यो त? अब यता अब विदेशतिर जाने कि त्यो विदेशतिर भन्ने बित्तिकै यहाँ भइरहेको छ क्या नहुने बोलाइ बाजारतिर गाह्रो रन्काइ लाग्यो फुर्को गइहाल्यो। अब मैले जाऊँ भन्नु पाउने र उताबाट फोन आएपछि बल्ल जाने भयो।
अरूले चाहिँ जागिर खा भन्ने अनि काठमाडौँ बस्ने उतितिर बसेर उतितिरबाट कमाएर त्योबाट अनि कुरा गर्दैछु यस्तो हुन्छ मैले सोचेको थिएन साँच्ची अनि त कहाँ गएर आएको त फेरि कहाँ गएर आएको म आएको त हिजो आएको नि घर चाहिँ आज आएको हिजो आएको थियो बाइक बनायो अनि आयो तपाईँ म त तर होइन तपाईँले नि चार 1-2 महिना त अनि के नाटो नगर बाबा नाटो नगर रिसाउनु त भएन नि ननु कुरा नगर छु बात गर्नु नन बात गर्नु बिहे गर्न भन्नु कि अब छोडिदिनु नि छोरोसँगै बस्न पाउँछ त्यसरी नाति यहाँ त्यहाँ मेरो छोरा पुज्नलाई अहिले यो कहिले हो अस्ति भएर आयो हिजो छोरा आज 3 दिन भयो आयो ठ्याक्कै आयो ओइ झना यहाँ आइज यो हेटौँडा नि पुगेन होला कि सायद पुगे नपुगे नै खुट्टा सही सलामा हात सही सलामा मान्छे सही सलामा त भइहाल्यो नि छोरा आएपछि त ठुलो खुसी खबर के खास हुन्छ ओहो मेरो छोराले जागिर छोड्यो ओहो वाउ सँगै बस्ने अब भनेर भन्न कहाँ अनि यो जागिर छोडा ओइ म तँलाई भनेको थिएन पहिले म जागिर छोडाउनु लागेको मम्मीलाई नभन्नु भन्नु के भन्छ मैले त हिजो दिन आयो बिसाडे थिएन पहिला आयो अस्ति बेलुका यो गएकै होइन होला केटा गएको जान त आएको थिएँ मैले मलाई फोन गर्दै उमा थिएँ एटोडाबाट ठ्याक्कै फर्क्यो किन त त्यस्तो के जान त गयो उहाँ पुगे नजिक पुगेपछि मन कुरा खेल्दै गयो अनि छाड्न छोड्यो जस्तो लाग्यो आइदियो अनि त्योबाट फर्क्यो छुट्टी थप्यो होला क्या त्यो ल छुट्टी थप्यो किन गर्थ्यो झना झना भन्दै त मम्मीलाई मैले त तँलाई मम्मीलाई चाहिँ नभन्नु भन्थेँ मान्छेलाई त्यसले भनेन भनेर थाहा छैन राम्रो काम गरेर आएछ जस्तो त्यसो तँलाई फोन गरेँ नि त्यताबाट मोबाइल यो नम्बर छैन मेरो अर्को नम्बर फोन लाग्दैन ओइ झरा यहाँ आइज न अनि त हुन खोजेको के हो त फेरि हुन खोजेको अब हामी घुमघाम गरेर डान्स रमाइलो ए लैभरि लै डान्स हान्दै हिँड्ने अब पुरा माइकल ज्याक्सन डान्स हान्ने हो कि बी बोइङ हान्ने हो कि कस्तो हेर्नु साँचो कुरो के भन्दाखेरि म जागिर खान मन छैन ओके जागिर खान मन छैन म त्यो भएर मन थिएन त्यो भएर नगएको अब म बरु बाहिरै कमाउँछु बाहिरै गर्छु होइन जागिर यतिको पैसाले म बाहिरै गर्छु अब मलाई थाहा छ तपाईँको मन दुख्छ होला मम्मीको मन दुख्छ होला तैपनि मलाई यस्तो लाग्थ्यो कि केही छैन मम्मीले त्यसरी सपोर्ट गरिहाल्छ नि मम्मी त मेरै गर्छ नि अन्त भएको त्यो कुरा हराएको गइहाल त्यस्तो होइन नि त मैले गएँ म त्यसमा यतिकै चाहिँदैन मलाई लाग्थ्यो मेरो घर मेरो लागि हो भनेर के काम त नि अब म जाऊँ त ए भगवान् बिग्रे हिँडेर अब म बाहिर के गर्छु भन्दाखेरि बाहिर भन्ने अब अरूले पनि लाजे मन बेचिताउँछ अरूको कुरा सुनेर भन्छ अरू जे पनि भन्छ राम्रो गर्दा नि राम्रै भन्छ राम्रो गर्दा नि नराम्रै भन्छ रिस गरेर प्रगति गरे भनेर गरेन भने फेरि गर्नु घरै जानु लागेको हो के को जानु लागेको र घरै जानु लागेको हो जागिर छोडेर आएको पछि म त भागेर आएको अब मम्मीले पठायो कि फेरि अब जानु लाग्यो अब तिर्स हो उता त्यो मनकामना मन्दिर छ नि उतातिर गएर उता भिख मागेर बस्नु पर्छ के अन्त रोह क्या
र मम्मी त घुवा गर्नु लागेको छ बनाउनु है के होइन ल खुर्को गयो गयो नि अब जान लाग्यो चाहिँ म गएँ ल तपाईँको लुगा तपाईँलाई दान मैले ठिक खानु मन थियो अब यतिकै रागी कहाँ राखेँ मैले भएपछि कुन त नाति बाँची बाँची के छाती माथि ढुङ्गा राखी हाँस्नु पर्या छ भने के हो चाहिँ हो कि हुन्न हो नाति ल उहाँको अन्त छोराको त ढुट्टो बनाउँछ क्या उहाँको अन्त पेले गर्छ ढुट्टो बनाउँछ अनि के काम त नि छोराले छोरालाई ढुट्टो गराएको हेर्न मन छ खुर्को गयोलाई बात गरेर बस्छ अन्त अहिले त आउँदैन होला भनेको त फेरि किन हाँसेर तिमीहरूलाई के भन्दा छैन हो यस तिनीहरूसँग हाँस्दिन न त यिनीहरूसँग बस्दिन नि भइहाल्यो कुरा गर्नुपर्छ ल तपाईँले भन्नु होइन मनको कुरा सुन्नुपर्छ अब मेरो मनले त्यही भन्यो अनि के भन्नु म मेरो मनले जे भन्यो त्यहीमा निरन्तरमा लागिराखेको छु नि भनेपछि यो विशाल कहिले आएको हिजो कि अस्ति यो गएकै होइन छ क्या न यो उता गएकै होइन जागिर भयो यो त के बार गयो यो बुधबार गयो कि बिहिबार गयो शुक्रबार गयो गएर आएको बिहिबार गयो पार्टी बेलुन अनि मलाई थिएन क्या मलाई के गर्नुहुन्न एकचोटि छोरो भनेर हुँदैछ आफ्नो मर्मर्जी गरी पहिला चाहिँ माया गर्नु मतलब चल्दैन ल के होइन साथी एकचोटि छोरो भन्नु त किन त्यो जागिर गऱ्यो भने छोरो नि नगरे नहुने हो र होइन नि त आफ्नो मर्मर्जी गरी हिँड्ने बाबामा कुरा नलिने सल्लाह नगरिकन बिना तालमा हिँड्ने बच्चाहरू बाटोमा हिँड्ने बटुवाको बच्चाहरू जस्तो लास्ट ल भए जा कता जा कतानिर घर यहाँ नि म कता नि घर यो होइन तेरो सुन गाउँलेहरू मलाई मेरो बाबुले घरमा निकालिदियो ओ बजाइ बाई बाई म गएँ साह्रो रुचाएको होइन त के हालेको र हेलो भन्न जाऊ त हेलो फाइनली गाइस सुड्डुको हेर्न रसल्ला प्याङ हालेको त प्याङ गरिहाल्छ नि प्याङ त्यस्तो होइन कि प्याङ गरे कस्तो हुन्छ प्याङ हुने कुरा गर्न अस्ति भएर गर्ने आज तँलाई छुट्टी दिन्छ अहिले नै ल आँसु खसाल लागिसक्यो है अस्ति आज त भनेको अझै पत्ता आएर ल ए भगवान् अनि त गएर उत्तिर तँलाई छुट्टी दिन्छ भने ए भगवान् मैले गएर म लक्ष्मीको छोरो मलाई दिनु बित्दै नदिए भनेको हजुर सर हजुर दिइहाल्यो क्या अन्त जोस् मन दुःख छैन होइन यो ढुकढुक भएन नि यो मैले झरालाई भन्छु क्या मम्मीलाई आएपछि म प्याङ गर्छु म चाहिँ छोरा आउनु लाग्छु भन्ने जस्तो गर्छु अन्त भन्छ कि अनि त्योहरू मैले भनेको थिएँ अनि त्योहरू यो मेरो क्यामेराम्यान हो रे त है अघि चाहिँ मैले फेरि होइन फेरि यस्तो भएको के अस्ति भएर गएको मान्छे छुट्टी नदिनु पर्ने नो टेन्सन ल हेर्दै ओ के भएको थियो
अनि होइन छुट्टी त होइन कि भर्खर जाने बित्तिकै कस्तो छोडिदिन्छ तल छुट्टी त्यो हो त्यही भनेर पत्याउँदैन तपाईँले स्योर यो आएको भनेर तपाईँलाई सोध्छ नि त भर जाने बित्तिकै नदिन पर्ने यो त पक्कै भागेरै आएको अब त्यस्तो भनेपछि त पत्याउँछ भनेर नि मैले त्यही अनुसार बनाएको कि अहिले धेरै दिनपछि आएको पत्याउँदैन नि त अब गएको दिनकै भोलिपल्ट आयो भने जुये पानीको हाम्रो सुड्डु मेरो मम्मी बिचरा आँसु तप्त खस लगाइसकेको थियो होइन यस्तो पो रियाक्सन हुँदो रहेछ है हो नि त हुने कुरा पो गर्नुपर्छ ल आजको भिडियो यति नै बाँकी चाहिँ पछि अरू भिडियोमा राइस